आज तिमीले कति टाइम वेस्ट गर्यौ तिमीलाई थाहा छ? मैले कति टाइम वेस्ट गरेँ, म त्यो क्याल्कुलेट गर्दैछु। हजुर पनि जान्नुहुन्छ भने क्याल्कुलेट गर्न सक्नुहुन्छ। म एउटा सिंगल एपको मात्र क्याल्कुलेट गरिरहेको छु आज। आज मैले सबैभन्दा बढी टिकटक युज गरेको छु। त्यही भएर म टिकटकै क्याल्कुलेट गर्छु। अहिले साँझको 5 बजिरहेको छ अनि अहिलेसम्म म टिकटक एप 2 घन्टा युज गरिसकेको छु अनि आजको यो पुरै दिन बित्नमा अहिले पनि 1.5 घन्टा बाँकी नै छ। तर पनि म अहिलेकै टाइम क्याल्कुलेट गरिरहेको छु। अहिलेसम्म म टिकटक 2 घन्टा युज गरेको छु। आजको 2 घन्टा मतलब 2 गुणे 30 इट मिन्स 1 महिनामा 60 घन्टा। 1 महिनामा 60 घन्टा युज गर्यो भने त्योमा 12 मल्टिप्लाई गर्यो भने 1 सालको आउँछ। 1 सालको भयो 720 घन्टा। अब 720 घन्टालाई 24 ले डिभाइड गर्यो भने 30 दिन आयो। अब तिमी सोच त म टिकटक युज गरेर 1 सालमा 1 महिना वेस्ट गर्दैछु भने पुरै मोबाइलको सबै सोसियल मिडिया एपहरू टिकटक छ, अहिले फेसबुक छ, इन्स्टाग्राम छ, युट्युब पनि छ। अरू धेरै नै एपहरू छ। त्योहरू युज गरेर कति टाइम वेस्ट गर्दै होला म, तिमी सबैजना। त्यही भएर कुनै काम गर्दैछौ, कुनै चिज गर्दैछौ नि त्यसको क्याल्कुलेसन गर के किन गर्दैछौ? त्यसले के बेनिफिट हुनेछ? मैले टिकटक युज गरेँ आज 2 घन्टा, त्यसले मलाई केही बेनिफिट हुनेवाला छैन। तर पनि म टाइम पास गर्दैछु। आफूमाथि कन्ट्रोल गर्दैछु त पनि कन्ट्रोल हुन नसकेमा युज भइहाल्छ। तर म आफ्नोलाई कन्ट्रोल गर्ने प्रयास गर्दैछु अनि कन्ट्रोल गरि पनि रहेको छु। तिमीहरू आफूमाथि कन्ट्रोल गर्दैछौ? तिमीहरू आज कुन एप सबैभन्दा बढी चलायो अनि कति घन्टा त्यो कमेन्ट गर त?